नमस्कार साथीहरू, यस भिडियोमा हामी धानको बेर्नामा लाग्ने खतरनाक रोग क्रेसकको बारेमा कुरा गर्नेछौँ। यो रोग खास गरी सानो अवस्थाका बिरुवाहरूमा अत्यन्तै विनाशकारी हुन्छ, जसले केही हप्ताभित्रै बिरुवाहरू मर्न सक्छ। यो रोगले धानको नर्सरीमा 50% सम्म क्षति पुर्याउन सक्छ। यो रोग ब्याक्टेरियल लिफ ब्लाइटको सुरुवाती अवस्था हो। धानको नर्सरीमा यो रोग लाग्दा पातहरू पहेँलो खैरो रङको हुन्छ र पछि टुप्पो सुक्दै जान्छ। नर्सरीमा बिरुवाहरू पहेँलो वा खैरो देखिन्छ, बिरुवाहरू सुकेर मर्न थाल्छन्। अब यसको रोकथाम तथा नियन्त्रणको बारेमा कुरा गरौँ। यो रोगको रोकथाम तथा नियन्त्रणको लागि गर्ने पहिलो काम भनेको बिउ उपचार हो। स्ट्रेप्टोसाइक्लिन र बेभेस्टिनले बिउ छर्नुअघि बिउको उपचार गर्नुपर्छ। रोग लागिसकेको अवस्था छ भने स्ट्रेप्टोमाइसिन सल्फेट र टेट्रासाइक्लिन मिश्रित एन्टिबायोटिक 1 ट्याङ्की पानीमा 1 प्याकेट मिसाउने र त्यसैमा कपर अक्सीक्लोराइड 2 ग्राम प्रति लिटर पानीमा दुईटैलाई मिक्स गरी स्प्रे गर्ने। स्प्रे गर्दा साँझको समयमा गर्न उपयुक्त हुन्छ र 7 देखि 10 दिनमा पुनः दोहोर्याउने। यसको साथै खेतबाट पानीको निकास गर्ने, अत्याधिक युरिया मल नहाल्ने, धेरै नजिक रोपाई नगर्ने।